ठाउँमा यहाँको स्थानीय सरकार बोल्नुपर्छ पर्दैन? स्थानीय सरकार बोल्नुपर्छ, उनीहरूले नै मानेको प्रदेश सरकार बोल्नुपर्छ। र अहिलेको वर्तमान सरकार यदि नेपालीहरूको अभिभावक हो भने, यो देशको अभिभावक हो भने यो सरकार बोल्नुपर्छ कि पर्दैन? किन संविधानमा लेखिएको छ कुनै पनि नागरिकहरूलाई आवास विहीन बनाउन पाइँदैन, घर विहीन बनाउन पाइँदैन, जग्गा जमिन विहीन बनाउन पाइँदैन। तर आज सुकुम्बासी र भूमिहीन परेर 70 लाख पुर्याएछन्। 70 लाख हेर त भूमिहीन सुकुम्बासीको अवस्था। देशैभरि 70 लाख पुर्याइसकेछन्। खबरदार गर्न आएको हो कि हामी? खबरदार, 70 लाख भूमिहीनहरू बनायौ, हाम्रो जग्गा जमिन लुट्यौ, हामीलाई सुकुम्बासी बनायौ। हिजो घर घरमा सहकारी भरिन्छ, भावकारी, गाउँ गाउँमा लघुवित्त बैंक आएपछि एउटा नारा थियो, तपाईको घर छिमेकमा लघुवित्त आएपछि, तपाईको घर छिमेकमा सहकारी आएपछि, बैंक आएपछि चाहिँ नेपाली जनता धनी हुँदै जानुपर्छ भन्ने नीति हो। धनी बनायो कि गरिब बनायो? गरिब बनायो हो कि होइन? हात उठाउनुहोस् त, गरिब बनायो हो कि होइन? अनि यत्रो गरिबहरू बनाएर यहाँ सीमित मान्छेले रजगज गर्ने, कालोबजारी गर्ने, खबरदार, यो हुन दिने छैन। नागरिक बचाउ अभियानले यो हुन दिने छैन। अब 35 दिने सूचना निकाल्ने सरकारसँग वार्ता भइरहेको छ। भोलि म वार्ता समितिको संयोजक आन्तरिक सहजीकरण तथा समस्या समाधानको नेतृत्व पनि गरिरहेको छु। म प्रेमदीप लिम्बू। हामीले गरिरहेका छौँ 35 दिने सूचना निकाल्नु हुँदैन सरकार। त्यो 35 दिने चिठीले हाम्रो नागरिकहरूलाई टेन्सन भयो, रातमा निद्रा छैन, सुत्न सक्दैनन्, घर परिवारमा झगडा भयो, कलह भयो, समाजमा असन्तुलन भयो, समाजमा हिंसा बढेर गयो। त्यसैले यो 35 दिने सूचना निकाल्नु हुँदैन। खबरदार भनेको छौँ, हामीले खबरदार गरेका छौँ। तपाईँ सहमत हो कि होइन? अनि अर्को कुरा, कालो सूचीमा राखे हो जम्मैलाई। कालो सूचीमा भनेको के हो? बैंकको कालो सूची, लघुवित्तको कालो सूची, सहकारीको कालो सूची भनेको के हो? कालो सूची भनेको तपाईको नागरिकता नचल्ने, तपाईको कुनै पनि बैंक खाताहरू नचल्ने, सामाजिक सुरक्षा सेवा अन्तर्गत नेपाल सरकारले दिएको सबै पैसा